फेरि पनि तपाईहरुलाई कामरिमो नमस्ते है। यो एउटा चीज तपाईहरुलाई देखाउँदैछु है। यो चाहिँ के हो भने मजुरको प्वाँख हो। यो चाहिँ हाम्रो बुद्धिज्म धर्ममा चाहिँ एकदम यसलाई हामी मान्ने गर्छौं है। यो चाहिँ मेरो घरदेखि अलिकति पर है, त्यो अलिकति पाइन्छ। यो चाहिँ अब उनीहरूले झारिरहेको हुन्छ। कतिको चाहिँ यो माथिको यो जुन देख्नुहुँदैछ नि, यो चाहिँ हुँदैन। उनीहरूले हामीले सुनेको उसले झर्नुभन्दा अगाडि चुट्टाइहाल्छ अरे भनेर। तर यो चाहिँ मैले एकदम सक्कल भेटेको छु, एकदम राम्रो छ। यो लामो पनि हेर्नुहोस् न, एकदम यति लामो छ। यो चाहिँ उनीहरूले अब झारिरहेको, यो चाहिँ मैले टिपेको। यो चाहिँ अलिकति मेरो घरदेखि अलिक पर पाउँछ है। यो चाहिँ कस्तो ठाउँमा पाउँछ भने चाहिँ यो रुख हेर्नुहोस्, यो रुखमा चाहिँ यिनीहरू बस्छ। यिनीहरूले यहाँ जुम्राहरू केलाउँछ, के केलाउँछ, त्यहाँदेखि यिनीहरूले चाहिँ यहाँ तल यत्रो हाइटमा बस्छ। यिनीहरू चाहिँ यहाँ तल झार्छ हो। यो हेर्नुहोस् त, सिम्बलको रुख हो यो। यो पनि सिम्बलको रुख। यस्तोमा बस्छ, यिनीहरू चाहिँ अग्लो रुखमा बस्छ।